Chamchandi. नमस्ते सर्वप्रथम हैन हजुरलाई स्वागत छ। सब तपाईको नामबाट सुरु गरौँ न। मेरो नाम भीमप्रसाद अधिकारी, म यहाँको पुजारी। कहिलेदेखि हुनुहुन्छ होला यहाँ? मतलब 2 वर्षदेखि हो। हजुर, यो हाम्रो मन्दिर चाहिँ छ्याङछ्याङदीको यो छाङछाङदी छाया क्षेत्र भनेको 52 शक्तिपीठहरू मध्येमा एउटा शक्तिपीठ हो, लास्ट शक्तिपीठ हो यो। यस्तै त शक्तिपीठहरू 7.5 करोड भन्ने छ स्वस्थानीको किम्वदन्ती अनुसार। प्रचलित भएर पूजाआजा भइरहेका 52वटा शक्तिपीठहरू छन्। त्यसमध्येमा तपाईँको लास्ट अन्तिम शक्तिपीठ यो छाया क्षेत्र हो। हजुर, छाया क्षेत्र लास्ट शक्तिपीठ हो। यो शक्तिपीठ हुनुको कारण कस्तो भने परपुरावा कालमा दक्ष प्रजापतिकी छोरी सत्यदेवीको विवाह श्री शङ्करजीसँग भएको थियो। त्यसको साथसाथै दक्षको यज्ञ गर्नुभयो। दक्षजीले गर्दाखेरि शिवजीलाई आमन्त्रित गर्नु भएन। त्यो आमन्त्रण नगर्दा गर्दै पार्वतीजी जानुभयो। त्यहाँ गएपछि आफ्नो श्रीमानको अपमान सहन नसकेर पिताजीले गरेको यज्ञ कुण्डमा आफ्नो देहलाई समाप्त गर्नुभयो, घाम फालेर बित्नुभयो। त्यो बितिसकेपछि शिवजीले त्यो बितेको शरीरलाई अब सत्युगको थियो, त्यो समयमा सड्ने गल्ने भन्ने थिएन। शरीर नगलेर त्यही शरीर उठाएर पुरै पृथ्वी भ्रमण गर्दै जानुभयो। जाँदा जाँदा जबसम्म शरीर सत्यदेवीको शरीर शिवजीसँग रहन्छ तबसम्म शिवजीको मन त्यतै हुन्छ। त्यो भएको हुनाले अब केही न केही उपाय गर्नु पर्यो भनेर देवताहरूले विष्णुको हामी बिन्ती बिछाए। त्यसपछि गएर विष्णुले अंशा उत्पादन गरेर त्यो शरीरलाई गल्न सुरु गराए। त्यो सुरुवात फर्स्टमा भयो हाम्रो नेपालको काठमाडौँ, पहिला नेपाल भन्थ्यो, अब काठमाडौँको गुह्येश्वरीमा गुह्य पतन भयो। पहिलो अङ्ग पतन भइसक्यो, त्यहाँ पहिलो पीठ बन्यो गुह्येश्वरी। त्यस्तै गर्दै गर्दै तपाईँको अब नेपाल, भारत, बङ्गलादेश अन्य राष्ट्रमा भ्रमण गर्दै जानुभयो। जुन जुन ठाउँमा जुन जुन अङ्गहरू पतन हुँदै गयो त्यो ठाउँमा एक एकवटा शक्तिपीठ उत्पत्ति हुँदै गए शिव र शक्तिको स्वरूपले। त्यस्तै गर्दै गर्दै आउँदा अन्तिम अवस्थामा छाङछाङदीमा पुग्नुभयो। यहाँ पुगिसकेपछि रहेका अस्थिपञ्जर प्रत्येक अङ्गका जतिहरू पार्टहरू बचेका छन् एक एकवटा त्यो सहित पुरै तपाईँको यो अस्थिपञ्जर पनि समाप्त भयो। अस्थिपञ्जर समाप्त भइसकेपछि कुनै चिज छैन भने त्यसको त छाया रहन्न। अब केही छ त्यसको त छाया हुन्छ, कुनै चिज छैन भने त्यसको छाया नै रहन्न। त्यो पनि पतन भइसकेपछि छाया क्षेत्र बन्न गयो। यहाँ छायासहित पतन भएको भन्दा पनि हुन्छ। त्यसपछि यहाँ आएर अष्टभैरवगणहरू आएर तपस्या गर्छन्। तपस्या गर्दा गर्दा शिवजी र अब माताजी शिवजी पिचासेश्वर शिवको रूपले उत्पत्ति हुनुभयो र माताजी छत्रेश्वरी देवीको नामले उत्पत्ति भएर ल अष्टभैरवहरू हो, तिमीहरूलाई कुन इच्छा छ, के को लागि तपस्या गरेका हौ, तिमीलाई म वरदान दिन्छु, वरदान माग भन्दा उनीहरूले भने यो अष्टयोगिनीहरू जो योगिनीहरू थिए नि, योगिनी हाम्रो अधिपतिमा रहन्, योगिनीलाई हामीले जित्न सक्नु भन्ने वरदान मागिसकेपछि उत्पत्ति भयो। त्यसपछि शिवजीलाई प्यास लागेछ। त्यत्रो समयसम्म घुम्दा घुम्दा न पानी पिन छ न केही गर्नु छ। विश्वरमै हुनुहुन्थ्यो, पहिला आफ्नो चेतनमै हुनुहुन्थेन। प्यास लागिसकेपछि अब पानी खानु पऱ्यो। यहाँ अब यस्तो पहाडमा कहाँ पानी आउँछ र? प्रभुको माया त त्रिशूलले हानेर त्यो जल निकाल्नु भएको छ। जल पानी बगिरहेको छ। हजुर, जल निकाल्नु भयो। त्यो जल पिएर प्यास मिटाउनु भयो। त्यसपछिदेखि तपाईँको अब लगभग
60-70 वर्ष लगभग मानौँ 80-90 वर्ष पहिलेदेखि यसको उ भयो होला है। एकै मलाई थाहा छैन, भर्खर आएको। त्यहाँदेखि पूजाआजा भइराखेको छ। यहाँ कुनै पनि भक्तजनहरू आफ्नो मनोकामना केही इच्छा आकाङ्क्षाहरू निस्वार्थ भावमा आएर माताजीलाई अर्पित गर्छन् भने उनको मनोकामनाहरू पूर्ण भइराखेको छ। यहाँका विशेष पर्व भनेका तपाईँको शिवरात्रि, श्रावणभरि, श्रावणका सोमबारहरू, दुईटा एकादशी, निर्जला र हरिशयनी र हरिबोधनी, दुईटा ठुलै एकादशी यो जेठमा पर्छ तपाईँको हरिबोधनी निर्जला एकादशी। अनि त्यसपछि गएर हरिशयनी हरिबोधनी तपाईँको कहिले जान्छ साउनमा, कहिले जान्छ भदौतिर जान्छ होइन। ती एकादशीहरूमा ठुलो भिड हुन्छ। अनि प्रत्येक महिनाको सोमबार र शनिबार भिड भइरहेको छ। त्यसको साथसाथै यहाँ तपाईँको के छ भनेपछि नवग्रह, सम्पूर्ण 9 ग्रहको स्थापना गरिएको छ। कसैका ग्रह शान्ति गर्न यताउति आइरहेको छन्। शनिबारको दिनमा भव्य भिड हुन्छ ग्रह शान्तिको लागि। विशेष गरेर आफ्नो मन्नत पूर्ण गर्नको लागि आउँछन्। पहिला माग्न आउँछन्, पुरा हुन्छ। जो पनि आउँछ उसको पुरा भइराखेको छ नि त, पुनः फेरि फर्केर आउँछन्। त्यस्तै भिड भइरहेको छ। अहिले चैत्रको महिनामा खडेरी छ, केही छैन, त्यो हल्का फुल्का हो, त्यस्तै हो। पानी त उसै हुन्छ वर्षैभरि है, वर्षैभरि हुन्छ। अब अहिले खडेरीमा हल्का कम हुन्छ। चिसो न चिसो हो कि म पहिला पनि आएको यो ठाउँ। यसको धार्मिक नाम भनेको छाया क्षेत्र। छाया क्षेत्र पौराणिक पुराणसँग सम्बन्धित भएको छाया पनि नरहेको ठाउँ। छाया क्षेत्र शिव शक्तिपीठ। छत्रेश्वरी देवी र पिचासेश्वर महादेवको हुन्छ। यहाँको महादेवको नाम हो पिचासेश्वर, माताजीको नाम हो छत्रेश्वरी। शिव बिना र शक्ति हुँदैन। शिव र शक्ति बिना त शक्तिपीठै भन्दैन नि त। शक्तिको लागि दुईटै मिल्नु पर्यो। आधा अङ्ग शिवजी भनेपछि शिवको अर्धाङ्गिनी पार्वती हुन् कुनै रूपमा भए पनि। त्यो पनि यो शक्तिपीठ हो। यहाँ तपाईँको इन्डियातिरदेखि काठमाडौँ, पोखरा, नेपालको त पुरै नेपालबाट भइहाल्यो। इन्डियाको मुम्बई, महाराष्ट्र, गुजरात, तामिलनाडु त्यताको मान्छेहरू आइरहेको छ। टोली नै आउँछ। श्रावणमा त अथाह भिड हुन्छ। शिवरात्रिमा पनि ठेकी नसक्नु भिड हुन्छ। अस्ति पनि ठुलै भयो होला। अब पहिला तपाईँको यस्तो थियो, संरचना उति थिएन। पछि हाम्रो अध्यक्षज्यूको उसले गर्दा अहिले भइरहेको छ। अझै काम गरिराख्नु भएको छ। यसको साथसाथै अझ भावी योजनाहरू छन् तपाईँका। 108 जलधाराहरू, 108 शिवलिङ्गको स्थापना गर्ने आयोजनाहरू छन्। त्यस्तो भइराखेको छ। हुन्छ, धेरै धन्यवाद यतिको जानकारी दिनुभयो।